पाकिस्तानको गिलगिट बाल्टिस्तान स्थित काराकोरम हिम श्रृंखलाको ब्रोड पिक क्याम्प 2 र क्याम्प 3 बीचको करिब 6600 मिटर उचाइमा अन्तर्राष्ट्रिय आरोही टोली माथि उक्लिँदै थियो। मौसम केही दिनदेखि अस्थिर थियो। लगातार हिमपातले हिमालको माथिल्लो भागमा अस्थिर हिउँको तह जमेको थियो। अचानक ठूलो हिम पहिरो खस्यो। केही सेकेन्डमै सम्पर्क टुट्यो। जीपीएस सिग्नल अनियमित देखियो। त्यसपछि शुरू भयो समयसँगको दौड। टोलीको नेतृत्व गरिरहेका थिए नेपालका विश्वविख्यात पर्वतारोही निर्मल पूर्जा। निम्स दाइका रूपमा परिचित उनी आफ्नै कम्पनी मार्फत आरोहण अभियान सञ्चालन गरिरहेका थिए। उनीसँगै नेपाल, पाकिस्तान, अमेरिका, चीन र ओमानका आरोहीहरू थिए। मौसम खराब भएकोले उद्धार हेलिकप्टर तत्काल परिचालन हुन सकेन। ड्रोनले हिम पहिरो क्षेत्रमा शवहरू देखे पनि उद्धार टोली त्यहाँ पुग्न निकै कठिन भयो। उद्धार अभियानका क्रममा पुष्टि भएका मृत्युहरूमध्ये नेपाली आरोही पूर्वबहादुर गुरुङ, ओमानकी नदिरा अल हार्थी र अमेरिकी आरोही म्यालोरी गाइसको शव फेला परेको थियो। त्यसपछि खोजी अभियान अघि बढ्दै जाँदा निर्मल पूर्जाको पनि निधन भएको पुष्टि भएको छ। यो सँगै 6 जना नेपाली आरोहीको मृत्यु भएको पुष्टि भएको छ भने अन्यको खोजी कार्य जारी नै छ। निर्मल पूर्जा केवल आरोही मात्रै थिएनन्, उनी आधुनिक हिमाल आरोहणको परिभाषा बदल्ने व्यक्तित्व थिए। सन् 2019मा 6 महिना 6 दिनमै संसारका सबै 14वटा 8000 मिटर भन्दा अग्ला हिमाल आरोहण गरेर उनले विश्व रेकर्ड बनाए। त्यसअघि यो रेकर्ड 7 वर्ष भन्दा बढी थियो। सन् 2021मा सम्पूर्ण नेपाली टोलीको प्रतिनिधित्व गर्दै K2 को पहिलो हिउँदे सफल आरोहण गराए। निर्मल पूर्जाको जीवन आफैमा एउटा प्रेरणा थियो। नेपाली सेनाबाट बेलायती विशेष फौजसम्मको यात्रा, त्यसपछि विश्व पर्वतारोहणमा असम्भव मानिएका कीर्तिमान, यी सबैले उनलाई केवल नेपालका मात्रै होइन विश्वकै प्रभावशाली पर्वतारोही मध्ये एक बनायो। आज उनी आफै छैनन्, तर उनको त्यो विश्वास संसारभरका हजारौं पर्वतारोहीको लागि प्रेरणा बनेर रहनेछ। यो दुर्घटनाले नेपालले केवल एक कीर्तिमानी आरोही मात्रै गुमाएको छैन, हिमाल मार्फत विश्वमा नेपालको परिचय स्थापित गर्ने एउटा असाधारण दूत गुमाएको छ। उनीसँगै ज्यान गुमाउने सबै आरोहीहरूको सपना पनि त्यही हिम पहिरो मुनि पुरिएको छ। हिमालले कीर्तिमान दिन्छ, तर कहिलेकाहीँ त्यही हिमालले आफ्ना सबैभन्दा साहसी सन्तानलाई सधैँका लागि आफूसँगै राख्छ। ब्रोड पिकको यो दुर्घटनाले फेरि सम्झाएको छ, हिमाल जित्ने मान्छे हुन सक्छ, तर हिमाललाई जित्न सक्ने मान्छे कहिल्यै हुँदैन। निर्मल पूर्जा अब इतिहास हुन्, तर उनको साहस, नेतृत्व र असम्भव केही छैन।